गुड मर्निङ है सबैजनालाई गुड मर्निङ। हामी बारपाकबाट बिहानको नास्ता गरेर हामी अब लारपाकको लागि तयारीमा जुटेर सबैजना साथीहरू जुटेर हिँड्दैछौँ है। हामी बारपाकको गाउँ यस्तो हिमाल चाहिँ हामी बसेकै डाँडामा छ भन्दैन हुन्छ होइन। हामी यतापट्टिको डाँडामा भित्तै गएर उतापट्टि हिमाल छ। हामी चाहिँ यसरी हिँडिरहेका छौँ है। हाम्रो साथीहरू कोही तल पुगिसक्नु भयो त, कोही यताबाट झर्दै हुनुहुन्छ। एकदम गाह्रो होइन, उकालो हिँड्न लास्टै गाह्रो हुने रहेछ। मसँग त खुजुरा पैसा छैन, बुढी आमालाई दिउँ भने। ल मेरो देउरानी हो के अरे, देउरानीले दिए पनि त्यही हो, जेठानले दिए पनि त्यही है। ल हामी अब गाडीतिर जाँदैछौँ। गाडीबाट हामी लारपाक जाँदैछौँ है। अनि लास्ट ओह्रालो झरिराखेको छ हामी चाहिँ। ल भने त्यस्तो राम्रो ठाउँ होइन, यो ठाउँ त एक फेरा आउनै पर्छ है। हाम्रो देश पनि स्विजरल्यान्ड भन्दा कमी छैन है। एक फेरा जसरी भए पनि तपाईहरू आइदिनु होला बारपाक। हाम्रो 72 सालमा भूकम्प केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ध्वस्त बनाएको गाउँ होइन। अहिले यहाँ चाहिँ यस्तो बस्ती बसिरहेछ। हाम्रो आमा एउटा डोको बोकेर हिँड्दै हुनुहुन्छ। आमा कहाँ जान लाउनु भएको हो? ओ हाम्रो साथीहरू लर्कन लाएर हिँडिरहेछन्। अब के गर्ने, गाडीको सिट अगाडि पाउनको लागि होला होइन। हाम्रो साथीहरू भिडियो गर्नलाई तयार हुनुहुन्छ। यो चाहिँ एउटा बारपाकको टुडी खेल है। यो चाहिँ टुडी खेल। अनि यो चाहिँ ल्याउन हाम्रो केन्द्रबिन्दु है। यो चाहिँ भूकम्प गएको एउटा केन्द्रबिन्दु यो बारपाकको। यस्तो छ ल हेर्नु। बहुत साह्रै थकै लाग्यो हो हजुरलाई? हजुरको घर यहीँ हो? हजुरहरू गले हो? ए कस्तो रमाइलो रहेछ होइन। हामी लमजुङबाट। लमजुङ भोलेटार। हजुर जानुपर्छ हो र? हामी भोलेटारबाट आएको हो। हजुर कस्तो छ लमजुङ? राम्रो छ होइन। हाम्रो यो लमजुङ नेपाल, अनि त्यहीमाथि बारपाक, अनि त्यहीमाथि मनाङ मुस्ताङ, एकदमै स्विजरल्यान्ड भन्दा कमी छ होइन है बुवा? घुम्न पर्ने ठाउँ हो नि यो है। त्यहीमाथि 72 सालमा भूकम्पले हेर्नु त, भूकम्पले क्षति बनाएको यो ठाउँ है। ल्याएर यो चाहिँ एकदम हेर्न लायक ठाउँ छ। यो चाहिँ केन्द्रबिन्दु बनाएर गएको ठाउँमा चाहिँ एउटा यस्तो शालिग छ होइन। शालिग बनाएर राख्नु भएको छ, एकदमै राम्रो।
यो बाबु जन्मेकै दिनमा चाहिँ यहाँ भूकम्प गएको है। ल बुवा धन्यवाद, नमस्ते। ल भुइँचालो त्यहाँ जाँदा बाबु ल। यो भूकम्प 72 सालमा भूकम्प गएकै दिनमा गएकै समयमा यो जन्मिएको छोरो है यो। अनि यसको नाम उद्धम राई। ल्यारी यत्रो बुढा भएछ।